जो देश गौवंश को सुरक्षा गर्न सक्दैन त्यसको अन्त आएको बुझ्नुपर्छ। यसकारण यो सरकारलाई सबभन्दा पहिले निवेदन यो छ यो मञ्चबाट कि गौवंशको सुरक्षाको लागि पहिले पहल गर्नुस्। गौमाता त धन हुन् नि, श्री हुन् नि, किनभने गौमाताको गौमूत्रमा स्वर्ण क्षार हुन्छ, पहेँलो देखिन्छ नि त्यो स्वर्ण क्षार। त्यो स्वर्ण क्षार 1 लिटर गौमूत्रमा 10 ml सुन निक्लिन्छ। तर हाम्रो सुन त रोडमा बगिरहेको छ। गौमाताको गोबरबाट सूर्यका विकिरणहरू नेगेटिभ चीजहरू आउँथेनन्। यस कारणले गोबरले लिपेर पूजा हुन्थ्यो। हाम्रा घरहरू गोबरले लिप्थे, तब हामीलाई रोग व्याधि आउँदैन थियो। हाम्रो जीवनमा क्यान्सर भन्ने रोग आउँदैन थियो, किनभने सुत्केरी भएको बेला हाम्रा आमाहरूले गौत पान गर्थे, पूजामा पञ्चगव्य चाखिन्थ्यो। सब कुरा हरायो। यसकारण हाम्रो जीवनमा रोग व्याधिले पनि आक्रमण गर्यो।